म आज मात्रै होइन, म सभामुख हुँदाखेरिमा अहिले पूर्वी पहाडको पैदल यात्रा गर्ने क्रममा म यो सोलुखुम्बु तलबाट माथि चिरेर पैदल हिँडेको छु र मैले यो पूर्वका जनतासँग साक्षात्कार गर्ने मौका पाएको छु र आज फेरि त्यसलाई दोहोर्याउन पाएकोमा मलाई अत्यन्त गौरव छ र म आजको यो कार्यक्रमको लागि यो कार्यक्रमका आयोजक अध्यक्षजी लगायत यो पालिकाका सम्पूर्ण पदाधिकारीहरू, विशेष गरिकन बलबहादुर केसीजी जसले मलाई जोड गरेर जानै पर्छ मेरो गाउँमा अब तपाईलाई यसपालि भनेर उहाँले भन्नुभयो र चाहिँ उहाँको सहारा लिएर म आइपुगेको छु र म आजको यो उपलक्ष्यमा यति दिनहरू सम्झन्छु जहाँ हामी हिँडेर यी सबै डाँडा काँडा र हामी त्यो टिम्बुरबोटे जहाँ हाम्रा शहीदहरू शहादत भएका छन् त्यो ठाउँमा पनि हामी पानीमा रुच्दै भिज्दै हामी पुगेका छौँ, त्यो ओडारसम्म पनि। र त्यो सबै ठाउँ चाहिँ हामीले हेरिसकेका छौँ। यस अवसरमा म यहाँका जनप्रतिनिधि, कर्मचारी र सम्पूर्ण स्थानीयवासीमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। सोलुखुम्बुको यस ठाउँमा उभिरहँदा म अप्पर सगरमाथा मार्ग निर्माणका लागि त्यो बेलामा भएका पहलहरू र आफूले गरेको सङ्घर्ष अहिले पनि म झल्झल्ती सम्झिरहेको छु। यो बाटो ल्याउनको लागि तत्कालीन मन्त्री बलबहादुर राईजी र अर्को बलबहादुर केसीजी उहाँहरूको अथक प्रयास र मेरो पनि उहाँहरूसँग होस्टेमा हैसे गरेर यो बाटो यो डाँडासम्म यो चाहिँ सोलु सल्लेरी मोटर बाटो आएको छ। अप्पर सगरमाथा मोटर बाटो हामीले त्यसको नाउँ त बेलैमै राखेका थियौँ। यो अप्पर सगरमाथा मात्रै होइन, म सबैलाई सुनाउन चाहन्छु कि आज डोल्पाको सबैभन्दा विकट जिल्ला डोल्पाको सदरमुकाम दुनेमा मोटर पुगेको छ। मलाई त्यसको कण्ठ छ। म चाहिँ स्थानीय विकास मन्त्री हुँदैदेखि सुरु गरेको तल्लो दुने सडक आज सम्पन्न भएको छ। त्यस्तै गरेर चाहिँ सगरमा यो मेची सडक र त्यस्तै गरेर चाहिँ रवि मधुमल्ला त्यहाँको पूर्वको, त्यस्तै गरेर चाहिँ उहाँको चाहिँ छिन्चु जाजरकोट मोटर बाटो र यी सबै चाहिँ यो आज पूर्व पश्चिम अर्को राजमार्ग बिपीले पूर्व पश्चिम राजमार्ग सुरु गर्नुभएको थियो। हामीले अर्को चाहिँ हुलाकी राजमार्ग पूर्व पश्चिम सम्पन्न गरेका छौँ। त्यस्तै गरेर अर्को मध्य पहाडी राजमार्ग पनि लोकमार्ग पनि आज सम्पन्न हुन गइरहेको छ। यसरी यातायातबाट हाम्रा विकट क्षेत्रहरू, हाम्रा दुर्गम क्षेत्रहरू कैयौँ दिनसम्म भारी बोकेर तलबाट माथि आउनु पर्ने र चाहिँ यहाँ चाहिँ के अरे नुन तेल ल्याउनको लागि कति दिनसम्म बिसाउँदै बास बस्दै आउनु पर्ने, धान चामलको लागि चाहिँ हामीले चाहिँ पारी बोकेर आउनु पर्ने, यो सबै कुराहरू आज हाम्रो डोको नाम्लो यो बहुदलीय व्यवस्थाले नै चाहिँ हाम्रो टाउकोबाट यो डोको नाम्लोको भार बिसाएको छ। यो अवस्थालाई हामीले बिर्सन हुँदैन, बैगुनी हुन हुँदैन भन्ने मलाई लाग्छ। सोलुखुम्बुको यस ठाउँमा उभिरहँदा म अप्पर सगरमाथा निर्माण कार्यका लागि भएका पहल र आफूले गरेको सङ्घर्ष अहिले पनि झल्झल्ती सम्झिरहेको छु। त्यो पहलले आज राजधानी र मधेसबाट सर्वोच्च शिखर सगरमाथाको काग अब धेरै टाढा नभएको देख्दा मलाई खुसी लागेको छ। कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार र उद्योग धन्दाको विस्तार नै मुलुक विकासको आधार हो। यही भूगोलको सोलु र दुधकोशी नदी क्षेत्रमा निर्माणाधीन साना ठुला जलविद्युत आयोजनाबाट
मुलुकको आर्थिक विकासमा योगदान पुग्ने नै छ र पुगिरहेको छ। साथै हिमालयारोहण, पदयात्री सहित साहसिक गतिविधि मार्फत सगरमाथा क्षेत्रले मुलुकको पर्यटनको विकास र विस्तार एवं अन्ततः राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान महत्त्वपूर्ण छ। यी सबै कुराको लागि सडक यातायात पहिलो आधार हो भन्ने सोचेर नै मैले त्यो बेला दात्री निकायसँग जोड दिएको थिएँ र यो सडकका लागि यस गाउँपालिकाले पनि विकास निर्माण, सेवा प्रवाह, सुशासन, जनताको जीवनस्तर उकास्न, शिक्षा क्षेत्रको स्तर वृद्धि, कृषि र घरेलु उद्योग स्थापना गरी आन्तरिक आय वृद्धिको हिसाबले नमुना पालिका निर्माणको अभियानमा हातेमालो गरेर अघि बढेको थाहा पाउँदा मलाई धेरै खुसी लागेको छ। कृषि, पर्यटन, ऊर्जा, सहकारी र पूर्वाधार, सुशासन र जवाबदेहिता समृद्धिको आधार भन्ने गाउँपालिकाको लक्ष्यले पनि यसलाई पुष्टि गर्दछ। सङ्घीयता कार्यान्वयनका लागि 3 तहको सरकार मुलुकमा क्रियाशील छ। सङ्घीयता कार्यान्वयनका लागि 3 तहको सरकार मुलुकमा क्रियाशील छ। जनताको ठुलो सङ्घर्ष, त्याग र बलिदानले हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याएको छ। यसलाई सार्थक बनाउन संविधानको मर्म र भावना अनुसार जनताको आवश्यकतामा जिम्मेवार ढङ्गले काम गर्न स्थानीय सरकार अझ बढी क्रियाशील हुनुपर्छ भन्ने म ठान्दछु। सानातिना मात्र होइन, ठुला आपद विपदमा पनि स्थानीय सरकारले उत्तरदायी ढङ्गले कार्य सम्पादन गर्दै आएको छ। लोकतन्त्रमा जनताले चाहेको जस्तो उनीहरूको मन जितेर काम गर्न अझै बढी क्रियाशीलताका लागि म सबै स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्न चाहन्छु। स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना हो। नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य छैन र हुँदैन। इतिहास साक्षी छ कि 104 वर्षीय जहानिया राणा शासन होस् कि 30 वर्षीय पञ्चायत वा सक्रिय राजतन्त्र, नेपाली जनताले कुनै पनि निरङ्कुशताका नाम र अवशेषलाई जनताले रुचाएनन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौँ। यो हजारौँको त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो। यो रैथी दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि हो। यो हरेक नागरिक आफ्नो सार्वभौम सत्ताको आफै मालिक हुने व्यवस्था हो। शासनमा बसेकाहरू खराब छन् भने तिनलाई दण्डित गर्ने र तिनलाई कान समातेर निकाल्ने अधिकार जनतालाई छ, नागरिकलाई छ। यही व्यवस्थाले त्यो अधिकार दिएको छ। शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनु पर्ने दायित्व सरकार, राजनीतिक दल लगायत हामी सबैको हो। देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्नु जरुरी छ। हामीले गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार सबै पूर्वाधार त पुर्यायौँ, तर 2टा कुरा अझै बाँकी छ हामीले गर्न। त्यो हो गाउँमा आम्दानी र गाउँमा रोजगारी। आम्दानी र रोजगारीको लागि हाम्रा युवाहरू बाहिर विदेशी रहेका छन्। आज हामीले अब त्यतैतिर हामी पहल गर्नु छ
र गाउँमै आम्दानी र गाउँमै रोजगारी ल्याउनु छ। यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध, उद्योग धन्दाको विकास, उत्पादनमा वृद्धि, चुस्त दुरुस्त सेवा प्रवाह, गाउँमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम बजेट तर्जुमा गर्नुपर्छ। विगतमा भएका कमी कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न म सम्बद्ध सबैमा अपिल गर्दछु। अन्त्यमा यस गाउँपालिकाले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्ने नै छ भन्ने विश्वासका साथ भवन उद्घाटनको अवसरमा यहाँ उपस्थित सम्पूर्ण तपाईहरू, दिदीबहिनी, दाजुभाइहरू, महानुभावहरूलाई पुनः एकपटक शुभकामना दिन चाहन्छु। यति राम्रो भवन प्राप्त गर्नुभएकोमा शुभकामना छ र म आफ्नो भनाइ अन्त गर्दछु। जय नेपाल।